आज हामी एउटा यस्तो कहाली लाग्दो घटनाको बारेमा कुरा गर्दैछौँ जसले इन्दोरलाई नै स्तब्ध बनायो। यो एउटा सम्बन्धको कथा हो, तर यसको अन्त्य एकदमै भयानक छ र यो हामी सबैको लागि एउटा चेतावनी पनि हो। सबै कुराको सुरुवात भयो एउटा बन्द फ्ल्याटबाट आएको नमिठो गन्धबाट। सोच्नुस् त, छिमेकीहरूले जब त्यो गन्ध थाहा पाए उनीहरूलाई के लाग्यो होला। यो घटना कतिसम्म भयावह थियो भन्ने कुरा बुझ्नु अघि आउनुहोस् पहिले त यो रहस्य कसरी बाहिर आयो त्यतैतिर लागौं। छिमेकीहरूले त गुनासो गरे, तर त्यो ढोका बन्द थियो। अब सबैको मनमा एउटै प्रश्न थियो, आखिर इन्दोरको त्यो द्वारकापुरी एरियाको बन्द कोठाभित्र त्यस्तो के थियो। ल अब कुरा गरौँ फेब्रुअरी 13, 2026 को त्यो दिनको। बिहानै छिमेकीहरूले त्यो नराम्रो गन्धको बारेमा हल्ला गर्न थाले। दिउँसो हुँदासम्म त कुरा पुलिस र मिडियासम्म पुगिसकेको थियो। अनि जब ढिलो दिउँसो पुलिसले त्यो ढोका फोरेर भित्र हेर्यो, त्यहाँको दृश्य एकदमै डरलाग्दो थियो। भित्र एउटी युवतीको शव थियो जुन कुहिन थालिसकेको थियो। त्यो युवती को थिइन् अनि यो सब कसले गर्यो, यो बुझ्नको लागि हामीले कथाको सुरुवातमा जानुपर्छ, जहाँ सबै कुरा ठिकठाक देखिन्थ्यो। पियूष धमनोदिया 25 वर्षका र उनकी 24 वर्षकी प्रेमिका। उनीहरू दुवै MBA पढ्दै थिए। सन् 2024मा इन्दोरको एउटा नामी कलेजमा भेट भयो, प्रेम बस्यो। सुरुमा त उनीहरूको सम्बन्ध कुनै पनि सामान्य जोडीको जस्तै थियो, एकदमै राम्रो र भविष्यप्रति आशावादी। तर हरेक प्रेम कथामा जस्तै यहाँ पनि एउटा मोड आयो। केटीको परिवार त पियूषलाई ज्वाइँ बनाउन राजी थियो, विवाहको लागि तयार नै भइसकेको थियो। तर समस्या आयो केटाको परिवारबाट। पियूषको परिवारले जात नमिलेको भन्दै यो सम्बन्ध ठाडै अस्वीकार गरिदियो। हो, यहीँबाट नै हो सबै समस्याको जड सुरु भएको। जब परिवारले नै साथ दिएन, त्यो सम्बन्धमा दरार आउन थाल्यो, त्यो पनि एकदमै छिटो। जुन सम्बन्ध प्रेमले भरिएको थियो, अब त्यहाँ शङ्काले डेरा जमायो। अनि सुरु भयो पार्टनरलाई आफ्नो काबुमा राख्ने खतरनाक खेल। सोच्नुस् त, जहाँ बिहे गरेर सँगै भविष्य बिताउने सपना थियो, त्यहाँ अब डर र शङ्का मात्रै बाँकी रह्यो। पियूषलाई लाग्न थाल्यो उसले मलाई वास्ता गर्न छोडी। तर यो कुरा यतिमा मात्रै सीमित रहेन। बिस्तारै उसको मनमा एउटा खतरनाक शङ्काले घर बनायो कि उसकी प्रेमिकाको अरू कसैसँग चक्कर चलिरहेको छ। त्यो शङ्का अब एउटा खतरनाक जुनुनमा बदलियो। उसले एकपछि अर्को गर्दै यस्ता कामहरू गर्न थाल्यो। सुरुमा त सोसल मिडियामा एक कुरा निहाल्न थाल्यो। त्यसपछि अझै अगाडि बढेर उसले गोप्य रूपमा प्रेमिकाको फोनमा जासुसी गर्ने एप नै हालिदियो। हरेक कल, हरेक म्यासेजमा नजर। अनि एक दिन त उसले जबरजस्ती फोनै खोस्यो र त्यहीँ उसले देख्यो कि उनी आफ्नो पूर्व प्रेमीसँग कुरा गर्दै थिइन्। अब कुरा गरौँ त्यो दिनको, जुन दिन यो सबै त्रास्ती भयो। अब आउने केही कुराहरू सुन्न अलि गाह्रो हुन सक्छ, तर यो घटनाको सत्य यही हो। दिन थियो फेब्रुअरी 10, 2026। बिहानैदेखि पियूषले लगातार फोन गरेर उनलाई आफ्नो फ्ल्याटमा बोलाइरहेको थियो। घरबाट निस्किन सजिलो थिएन, त्यसैले उनले आधार कार्ड बनाउने बहाना बनाइन्। घरमा झुट बोलेर उनी दिउँसो उसको अपार्टमेन्टमा पुगिन् र दिउँसोको करिब 2:30 बजे त्यहीँ उनको हत्या भयो। त्यहाँ पुगेपछि के भयो त? पियूषले शारीरिक सम्बन्ध राख्न जिद्दी गर्यो, तर उनले आफूलाई सन्चो नभएको भन्दै मानिनन्। उनले नाइ भनेपछि पियूषको शङ्का झन बढ्यो। पक्कै यसको अरूसँग सम्बन्ध छ भन्ने उसलाई लाग्यो। रिसको झोकमा उसले फोन खोस्यो र पूर्व प्रेमीसँगको च्याट देख्यो। त्यसपछि ऊ पागल जस्तै भयो। उसले प्रेमिकालाई ओछ्यानमा पछार्यो, चक्कुले हान्न खोज्यो तर चक्कु नै बाङ्गियो। अनि अन्त्यमा उसले घाँटी थिचेरै उनको ज्यान लियो। उसले पछि पुलिसलाई दिएको बयानले नै मुटु काप्छ। उसले भनेको थियो, मैले उसको घाँटी समाते र ऊ नचल्ने नहुन्जेलसम्म दबाइरहेँ। हत्या गर्नु एउटा कुरा थियो, तर त्यसपछि पियूषले जे गर्यो त्यो सायद अझै बढी डरलाग्दो र अमानवीय थियो। ल हेर्नुस्, फेब्रुअरी 10मा हत्या गरेपछि ऊ भाग्नुको सट्टा बियर किन्न गयो अनि शवसँग एकदमै घिनलाग्दो व्यवहार गर्यो। एकपटक त रेल स्टेसनमा आत्महत्या गर्न पनि खोज्यो, तर डरायो। भोलिपल्ट फेब्रुअरी 11मा ऊ मुम्बई जाने रेल चढ्यो अनि बाटोभरि इन्टरनेटमा आत्मसँग कसरी कुरा गर्ने भनेर खोजिरह्यो। फेब्रुअरी 12मा उसले हद नै पार गर्यो। प्रेमिकाका निजी भिडियोहरू कलेजको ग्रुप र उनैकै सोसल मिडियामा हालिदियो र समातिनुभन्दा ठिक अगाडि 13 तारिखमा ऊ पनवेलको जङ्गलमा तन्त्रमन्त्र गर्दै गयो। एउटा दुईटा होइन, जम्मा 11वटा। उसले प्रेमिकाको हत्या गरेपछि उनका 11वटा एकदमै निजी भिडियोहरू अनलाइनमा फैलाइदियो। यो उसको बदला लिने सबैभन्दा नीच र घृणित तरिका थियो। यो कहाली लाग्दो कथा सुनेपछि प्रश्न उठ्छ, आखिर यस्तो किन भयो?
यो घटनाले हामीलाई के सिकाउँछ? आउनुहोस्, अब यसले दिने चेतावनीबारे कुरा गरौँ। यस्तो त्रास्तीबाट बच्न सकिन्छ यदि हामीले केही खतराका सङ्केतहरू समयमै चिन्यौँ भने। जस्तै कसैले हाम्रो नाइलाई स्वीकार्दैन भने, यदि कोही हदभन्दा बढी शङ्का गर्छ, ईर्ष्या गर्छ भने, हाम्रो फोन हाम्रो सोसियल मिडियामा जासुसी गर्छ भने, पार्टनरलाई आफ्नो सम्पत्ति ठान्छ भने, अनि सबैभन्दा महत्त्वपूर्ण, यदि कसैले सम्बन्ध टुङ्गिदा वा कसैले छोडेर जाँदा त्यसलाई स्वीकार्न सक्दैन भने, यी सबै खतराका घण्टी हुन्। यो घटनाको जडमा छ पोजेसिभनेस वा कसैलाई आफ्नो बनाइराख्ने खतरनाक जुनून। यो त्यस्तो अवस्था हो जहाँ प्रेम रहँदैन, बरु अर्को व्यक्तिलाई आफ्नो नियन्त्रणमा राख्ने, आफ्नो सम्पत्ति ठान्ने इच्छा बन्छ। अनि जब त्यो नियन्त्रण गुम्ने डर हुन्छ, परिणाम यस्तै विनाशकारी हुन सक्छ। त्यसैले अन्त्यमा एउटा प्रश्न सबैको लागि, आखिर प्रेम र जुनूनलाई छुट्याउने त्यो मसिनो धागो कहाँनिर हुन्छ?